सेवारू जय मसी, गुड मर्निङ। सानो सन्देश लिएर आएको छु। चराबाट केही सिकहरू हामी सिक्न सक्छौँ है। सानो चरा रुखको हाँगामा बसेर बसेको हुन्छ। हावा चल्छ, हाँगा हलिन्छ, तर पनि चरा डराउँदैनन्, किनकि उसको भरोसा हाँगामा होइन तर आफ्नो पखेटामा हुन्छ। हालेलुया। हाम्रो जीवनमा पनि हामी धेरै जसो पैसा, जागिर, मान्छे, स्वास्थ्य र परिस्थितिमा आधार राख्छौँ, तर जब यी सबै हाँगा जस्तो भाँचिन लाग्छ, हामी डराउँछौँ, चिन्तित हुन्छौँ, निराश हुन्छौँ। तर परमेश्वरको वचनले भन्छ, भजन सङ्ग्रह 125:1 भन्छ, परमेश्वरमा भरोसा राख्नेहरू चाहिँ सियोन डाँडा जे छन्, जो कहिले डग्दैन तर सदा सर्वदै रहिरहन्छ।